हजुरहरूले गाली गर्नु होला है, किन यसरी राख्यो होला, घरमा पालेको बच्चाहरूलाई पनि भन्नु होला। तर खास कुरा त्यस्तो होइन है, मैले ओछ्याइदिएँ यति धेरै कपडाहरू ध्वस्त बनाएँ कि यिनीहरूले, त्यही भएर बाध्यवश मैले यसरी राखेँ। अब यो पनि बोरामा एकदम बाक्लो कपडाहरू छ है, अब त्यो पनि कुनै बेला आन्दा पनि निकाल्छ, फेरि टङ्गाइदियो, फेरि त्यस्तै गर्छ। भोलि बिहान उठ्दाखेरि केही हुँदैन, चिसो नआओस् भनेर मैले यसरी राखेको छु। अब ज्ञानी भएर बस्ने है, नचल्ने नि है, हस् नत्र यिनीहरू चलेर बिजो गर्छ। बाई, गुड नाइट। अब यो चाहिँ काले है, अब भित्र बस्न मन पराउँदैन, त्यही भएर 4 दिनदेखि ऊ यसरी नै घरभन्दा बाहिर र गेटभन्दा भित्र राखेको छु। अब व्यवस्थित मिलाउन सकेको छैन। अब यसरी चिसो नआओस् भनेर माथि चाहिँ कपडा टङ्गाइदिएको छु भने अब तल चाहिँ यो ओढाइदियो, फेरि जस्ता चाहिँ हिँडेको गर्ने, घुकेको गर्ने, अनि रातभरि घुक्ने, अनि दिनभरि कुम्म गर्न सुत्या जस्तो सुत्छ है। हो अब के गर्नु, गाह्रो छ बच्चाहरू हेर्नलाई। अब जोइन्ट फ्यामिली छौँ हामी, अब सबैलाई मनपर्छ भन्ने छैन। अब सकेसम्म कोसिस गर्दैछु, अब केही दिनमा यसलाई पनि अलि व्यवस्थित राख्ने व्यवस्था चाहिँ गर्छु। गुड नाइट छेलो।